हेलो 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 वेलकम टु माई न्यू ब्लग। ल आज पनि हामी जडीबुटी हुँदै हुँदै तपाईँको यात्रा ल जाउँ न त सरर होइन। अब खाँदै के छ त अब यस्तै छ होइन काठमाडौँको यात्रा। अब जाम फेरि यस्तो हुन्छ नि यहाँ, जाम चाहिँ लास्टै हुने। जाउँ 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 जाउँ। ल यो दाइ फेरि कहाँ बिचमा आएर अड्केको थत्तेरी कि। ओहो मामाजी कता हो। ल अलिक क्यामेरा हल्लिएर ल्याङ भइरहेछ। फेरि बाइक यस्तो रफ्तार कुदाउनुहुन्छ नि बेनाजीले होइन। हाम्रो बेनाजी राइडर हो नि त, सो रफ्तार कुदाइरहनु भएको छ। ओ आवाले मारो। ल अब स्कुल बसलाई नि ओभरट्याप गरेर जान्छौँ हामी होइन। सरर स्पिडमा लाने हो नि त। स्लो स्लो स्लो। अब लगौँ कटो गाडी गयो। ल फेरि कारले छेकिदिएको त्यसका बाजे। ल ल ल ल स्कुटर ओहो लगाएर अँगालो मारेर च्याप्पै बसेका छन्। ल के देख्नु पर्यो है प्रभु। सुन्न जाम न लो जम यस्तो झारे फुसिया लाग्यो टाइप गरेर। ल अङ्कलजीलाई के भन्नु। ओहो 220 दाजु हाई गर्दै। ल अब उकालो चढ्दैछौँ स्पिडमा सर। ल अब चाहिँ हामी कहाँ आइपुग्यौँ त। कोसलटार आइपुग्यो होइन। लोकन्थलीबाट कटेर गइसक्यौँ। अब फेरि अर्को ठाउँ कोसलटार आउँछ। ल यहाँ फेरि मान्छेहरू कस्तरी बाटो ल ओ दाजु छोड्नुहोस् न हो बाटो। कस्तो स्कुटर चलाएर बाइक जस्तो कुदाउनुहुन्छ तपाईँ। ल झम न माया झम। बेलामा गीत पनि हानिदिनु पर्छ नि त होइन, मजा आउँछ। तर यो क्यामेरा लास्टै हल्लिएको छ के कस्तो देखिन्छ गाई छैन। तपाईँहरूलाई परिसक त राम्ररी देखाउनु कोसिस गरिरहेको छु होइन। अब मजाले हेरिदिनु न, मजा आउँदैछ बाटोको यात्रा। कोसलटार लेखेर त्यहाँ बोर्ड देख्नु। ल अब हामी यहाँ फेरि जाममा पऱ्यौँ। थोरै एकैछिन कुर्नु पर्ने भयो। यहाँबाट लाग्यौँ बो गर्दै लाग्यौँ यहाँबाट पनि सम्ममा। जाउँ। हो दाजु के छ हौ अगाडि ब्यागमा पैसा छ क्या हो। जाउँ। ओहो इलेक्ट्रिक भन्ने यो स्कुटर दाजुको स्कुटर चाहिँ खतरा लाग्यो क्या। ल ओ रोइ हाम्रो बेनाको फेरि राइडिङ खतरा हुन्छ कि होइन। ल जाने उडाएको उडाइ। ल बाइक धेरै स्पिड भएर मेरो हात पनि हल्लिएर क्या हावाले। सरर यस्तो हावा चलेको छ नि बाफ्रे, कम्ती हावा हानेको छ। आम्मा ओहो उडै जाने हो। खाली बाटोमा त तोपै लाने हो। अरूलाई त पछाडि छोड्नु भयो। दाजु कति स्पिड कुदाएको। आम्मा हाम्रो बाइकलाई पनि टप दिने भयो। बाफ्रे बाफ राइडरै हुनुहुँदो रहेछ। राम कति स्पिड कुदाउनु भएको। अब म भेट्नै सकेन त के साह्रो दौडाउन हो बेनाको टुङ लाखाइ त्यसका बाजे। कति साह्रो हल्लिएको मेरो हात क्यामेरा पनि पक्रिन सकिरहेको छैन त्यस्तो हावा चलेर। ओहो दाजुहरू बसौँ है बरिएला बिचमा आउँदाखेरि। ल सर जाउँ। आहा कति मजा आउँछ बिच बाटोमा कुदाउनलाई मजा आउँदैछ। ल ओहो 220 दाजु तपाईँ पल्सर पाउनु रहेछ 220 भनेको त। सर हामीले यसलाई पनि ओभरट्याप गऱ्यौँ। अब अगाडिको बसलाई पनि ओभरट्याप गर्ने जाँदैछौँ। ल जाउँ सर। ल त्यो बसलाई पनि ओभरट्याप गर्नुपर्छ है। ओभरट्याप गर्नुपर्छ। ल आवाज चलेर फेरि मेरो मुख ल बनाइरहेछ। ल अब फेरि अगाडि यहाँ चार्दो बाटो भन्ने ठाउँ आयो होइन। त्यहाँ फेरि जाम पर्छ क्या। ओहो हाम्रो दाजुलाई भेट्न आँटियो, भेटी पनि गयो। अब कट्यो। ल जाउँ। यो बसहरूले चाहिँ अलिकति बाटो छेकिन्छ होइन। अब यहाँबाट हामी रफ्तार जाने। ओ मामाश्री के छ। मामाले वास्तै दिनु भएन। जाउँ स्पिड जाउँ न। हावा खाँदै सर। 220लाई भेट्नुपर्छ। अब जाउँ। ओहो कति साह्रो हल्लिएको मेरो क्यामेरा तर हुँदैछ। हावा पनि यस्तो चलेको छ। बाइक कति स्पिड छ आम्मा हेर्नुहुन्छ तपाईँ गाइज दर्शक पनि हेरेरै तपाईँले थाहा पाउनुहुन्छ। आम्मा कति स्पिड चलेको छ। र अब चाहिँ फेरि अगाडि जाम पऱ्यो। ल आजलाई चाहिँ यहीँसम्म। ल यहाँभन्दा अगाडि चाहिँ म अर्को भिडियोमा देखाउने छु। धन्यवाद।